गाइस हामी यता पुगिसकेको छौँ मन्दिरतिर भित्र हामी पुग्न भित्र क्यामेरा अलाउड छैन त्यस कारणले यही हामी भिडियो गर्छौँ ओम नमः शिवाय हर हर महादेव भन्दै पशुपतिनाथजीले सबैको रक्षा गर्नु ओम नमः शिवाय हर हर महादेव हेलो गाइज वेलकम टु माई ब्लग आज म पशुपति मन्दिर आएको छु पशुपतिनाथको दर्शनको लागि मम्मी दिदीसँग म आएको छु ज्ञान दिन एउटा मान्छे आउँछ नि बाटोमा भनौँ बाटोमा एउटा ज्ञान दिने आउँछ नि नचिनेको त्यसै पैसा पर्दैन हुनु त ए त्यहाँ जुत्ता राख्ने चप्पल राख्ने फ्रीमा ठाउँ छ त्यो पनि कोही कोही आएर तपाईँको जुत्ता चप्पल हेरिदिन्छु पैसा माग्न खोज्छन् फ्रीमा राख्ने ठाउँ छ त्यो पनि कोही कोही मान्छे ब्लगर हेर्नु त मम्मी दिदीसँग आएको छु फरेनरको पनि भिड छ यतातिर ओम नमः शिवाय हर हर महादेव उतातिर बादरको कर्तव्य हेर्नु गाइस बादरको कला टुरिस्ट इन्फर्मेसन सेन्टर यहाँ रहेको छ बाटोमा धानमा बादरहरू यति बुढो बादर रहेछ शिवजी भगवानसँग हनुमान भगवान हेर्नु गाइस हनुमान भगवान शिवजी भगवानको दर्शन गर्न हनुमान भगवान रुद्र अवतार हो हुनुहुन्छ शिवजी भगवानको यहाँभित्र त मिल्छ होइन जान लास्ट ठाउँ हो नि हो घाट सेवा केन्द्र कार्यालय यहाँ रहेको छ गाइस पावन पशुपति क्षेत्र सफा राखौँ यो सब राखै हो होइन मास्क ल्याउने बिर्सियो यिनीहरूले मास्क लाग्छ मास्क लाउँछु म सहन सक्दैन क्या बिरामी छु म मेरो लागि ल्याइदिने म ल्याउनुहोस् मास्क मम्मीले के गर्नुहुन्छ क्या मम्मीले त ल्याउनु भयो रोउँछ माग्छ ल्याउनु छैन लाउनु कि नै बनाएर उल्ट्याउने यस्तो हुन्छ ल्याउनु लाउँछ नलाउनु मेकअप लाउनुपर्छ मेकअप त के हुन्छ मेकअप यस्तै यस्तो गरेँ क्या मजा आएको लास्ट हेर्नु गाइस उडेको छ धुलो भन्छन् सायद धुलो होइन धुलो नेपाली भएर नेपाली बोल्न आउँदैन भनेर आज यो चस्मा दिनु न चस्मा दिनु न मम्मीले सब चिज ल्याउनु भएछ गाइस मलाई चस्मा कस्तो देख्यो भन्नु होला कमेन्ट सेक्सनमा ओके थ्याङ्क यू मलाई कभरै छैन मोबाइलको यहाँ यता के जाने त यता भिड छ माथि चाहिँ पनि मान्छे बसेका छन् उता माथि जङ्गल भन्नाले अब शीतलमा होला सायद आज अलिक घाम छ हामी माथि जाँदैछौँ अहिले सिटी चढेर माई गस जस
विदेशीहरू पनि भिड्छ अनि म चाहिँ के भइरहेको छ भने होला भनौँ भने मम्मी दिदी आउँदै मम्मीले मास्क लाउनु होइन हामी माथि जाँदैछौँ गाइज यतातिर अरे माथि जाने यहाँ बस्यो एकछिन बस्ने पाइएन सन्चो पनि छैन आज त्यस्तो नाले हिजो जस्तो अस्ति जस्तो दुकान छ बादल बादल हामीले राखिहाल्छु बाबाले विदेशीहरूलाई सिकाउँदै हुन्छ सम्झाउँदै हुन्छ कुनै हिस्टोरिकल चिजको बारेमा इङ्ग्लिसमा गाइज हामी यता पुगिसकेको छौँ मन्दिरतिर भित्र हामी पुग्न भित्र क्यामेरा अलाउड छैन त्यस कारणले यही हामी भिडियो गर्छौँ ओम नमः शिवाय हर हर महादेव भन्दै पशुपतिनाथजीले सबैको रक्षा गर्नु ओम नमः शिवाय हर हर महादेव